हजुरहरूलाई सुन्तला काठमाडौँ भएर ककनी हुँदै दाहिनेपट्टि देब्रे साइड लाएर वनको बाटो हुँदै सुन्तला बगैँचामा तपाईँहरू जसरी पनि आउनुहोला। मिठो सुन्तला छ, बगैँचामा आउनुहोला। हजुरलाई सुन्तला मिठो हुन्छ भने ल्याउँदैछु बाँदरले गर्दा हात ढ्याङ्डुङै बनाएर लिखु चाहिँ छ हो यो होइन। हामी चाहिँ यो लास्ट घर हो लिखु छको। यहाँ हाम्रो चाहिँ अब सुन्तलाहरू अब यो कार्तिकदेखि सुरु हुन्छ। काहीँ केही हुँदैन हजुरको यो सुन्तला। ल हल्लिँदाखेरि झर्दैन ल हेर्नुहोस् बुझ्नुभयो। सुन्तला राम्रै छ हजुरको चाहिँ नि अब 50-60 वर्ष सुन्तला 100 वर्ष जति छन्। सुन्तला राम्रो राम्रो फलेका छ। अब हाम्रो यो सुन्तला बारी यही हो। अब बाबुले सबै घुमेर हेर्नु। अब यो ओखतीहरू यो सेतो लागिरहेको छ। यो सेतो भगाउने के ओखती पाइन्छ त्यो ओखतीहरू चाहिँ खोजिरहेका छौँ हामीले। हेलो साथीहरू, वेलकम टु मोडर्न च्यानल हेमन्त युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ भन्दै आज हामी फेरि यहाँ ककनी आइपुगेको छौँ। यो ककनी चाहिँ यो काउली स्थान हो। काउली स्थानबाट यो चोक छ, यहाँनिर चोक छ, बजार छ है। अब यहाँबाट चाहिँ हामी थानचिन जाँदैछौँ। थानचिन चाहिँ त्यहाँनिर सुन्तला घारी छ, सुन्तलाको बगैँचा होइन। त्यहाँनिर सुन्तलाको ठुलो एउटा बगैँचा छ भन्ने भनाइ छ। त्यहाँनिर अब के कस्तो छ हामीले देखेको त छैनौँ। त्यहाँनिर जाँदैछौँ भन्दै अब हामी यहाँबाट चाहिँ थानचिनतिर जाने क्रममा छौँ। यो ठाउँ एकदम चिसो छ, सुन्दर र सफा पनि छ है। एकदम चिसो छ है यो ठाउँ होइन। र गर्मी महिनामा पनि चिसो हुने ठाउँ र अहिले झन् चिसोमा त त्यसै चिसो हुने भइहाल्यो भन्दै अहिले हामी चाहिँ थानचिन गाउँतिर जाँदैछौँ। थानचिन गाउँमा चाहिँ के छ कस्तो छ त्यहाँको नयाँ चिजहरू होइन, गाउँहरू कस्तो छ त्यहाँनिरको सबै कुराहरू हामी समेटेर देखाउनेछौँ भन्दै अब हामी यहाँबाट चाहिँ हामी थानचिन गाउँतिर लाग्दैछौँ। अब यहाँ माथि चाहिँ काउली स्थान हो। काउली स्थानसम्म चाहिँ साथीहरू सबैजना आइपुग्नु भएको छ र यो थानचिन गाउँ चाहिँ अहिलेसम्म कोही नआएको भएको कारणले गर्दा पनि हामी यहाँ थानचिन गाउँ आएको छौँ। जाने कोसिसमा पनि छौँ, जाँदैछौँ पनि होइन भन्दै अब यहाँबाट चाहिँ हामी थानचिन गाउँ जान्छौँ। त्यहाँ के कस्तो छ सबै कुरो हामी भिडियोमा देखाउनेछौँ भन्दै पुरा भिडियो हेर्नु होला है साथीहरू। है त हामी चाहिँ अहिले ककनी छौँ। ककनीबाट हामी थानचिन भन्ने गाउँ गएर सुन्तला हन्टिङ गरेर घर परिवारलाई सुन्तला दिएर सरै हुँदै हामी चोखा हुँदै काठमाडौँ फर्किएको छौँ। आजको एउटा शनिबार। यो बाटोबाट आएको चाहिँ काउली थानबाट है। काउली थानबाट चाहिँ यो बाटोबाट चाहिँ सिधै गयो भने लौके झर्ना पुगिन्छ। यो चाहिँ झर्ना जाने बाटो। यो बाटो चाहिँ हामी गयौँ यदि भने चाहिँ यहाँ थानचिन जान्छौँ। हामी यहाँनिर दुईवटा बाटो आइपुग्यो। यो दुईवटा बाटोबाट चाहिँ यो एउटा बाटो छ लौके झर्ना जाने बाटो, तलबाट चाहिँ हामी यहाँ थानचिन जाने बाटो यो हो है साथीहरू। यो बाटो चाहिँ अहिले हामी काउली थानबाट आयौँ। अब हामी चाहिँ यहाँबाट चाहिँ थानचिन जान्छौँ।
यहाँ अब यो बाटो माथिबाट गइदियो भने चाहिँ लौके झर्न जाने बाटो छ होइन। अब के छ कसो छ सबै कुरो म भिडियोको देखाउँदैछु, हेर्नु होला। अब यहाँ के छ बाटो चाहिँ जे अलिकति अप्ठ्यारो र अलिकति अवरुद्ध छ होइन। ल बाटोमा चाहिँ यहाँनिर पुरा फर्म पनि रहेछ नि, पुरा फर्म पनि परेछ। पानी चाहिँ यहाँनिर धेरै सुविधा क्या बाटोमा नि है। ओहो गाडी आउनु मलाई पनि अप्ठ्यारो होइन। हेर्नुहोस् एकदम चिसो ठाउँ। यहाँ चाहिँ अहिले हामी थानचिन आइसकेको छौँ। थानचिनमा चाहिँ सुन्तला घारी छ। सुन्तला घारीमा के कस्तो छ भनेर पनि आएको छौँ हामी ककनबाट छरीतिर लाग्दै पहाडमा। ओ माथिको है बाटो यस्तो छ। तर यहाँ चाहिँ यो के अरे दाउराको त्यो मुढाहरू चाहिँ टन्न क्या बाटोभरि है। पशुपति जाने हो पशुपति जाने हो यो जम्मै। ए पशुपति कहाँ कहाँ चाहिने ठाउँमा लग्ने रहेछन् है। यो अब तपाईँको फ्याक्ट्रीहरूमा चाहिन्छ, अब पशुपतिमा चाहिन्छ दाउराहरू होला फ्याक्ट्रीमा गएर अनि दिन्छ होइन। अहिले म थानचिन गाउँतिर लाग्दैछु। थानचिन गाउँ चाहिँ कस्तो छ के छ त्यहाँको सबै दृश्यहरू म देखाउँदैछु। बाटोहरू पनि जस गाडी पनि जान्छ होइन र ठुल्ठुलो गाडीहरू पनि जाने बाटो पनि छ। बाइक स्कुटीहरू त नर्मली जाने भइहाल्यो होइन। यो थानचिन जान्छ नि दाजु है त। ल बाटो चाहिँ अलिकति अवरोध छ होइन। अलिकति यस्तै यस्तै बाटो त हो नि, कच्चा बाटो हुन्छ है। अब हिमाल पहाड त ढुङ्गाहरूको बाटो छ है। पहाडमा हुने भने यस्तै बाटो। ककनी गाउँपालिका वार्ड नम्बर 5 है कार्यालय रहेछ भोटे भाङज्याङ है। है साथीहरू यहाँ चाहिँ बाटो यस्तो छ। एउटा कार्यालय रहेछ साथीहरू। अहिले हामी थानचिन आइपुग्न आँट्यौँ होइन। हिँडेको लगभग 10 मिनट भइसक्यो होइन। यहाँसम्म आइसक्यौँ। अब हामी यहाँबाट चाहिँ लगभग थानचिन गाउँ आइपुग्न आएको जस्तो लागिरहेछ। हेर्नुहोस् अम्लिसोको यस्तो छ है। अम्लिसोको बोर्डहरू पनि साथीहरू यसरी देख्न सकिन्छ। अम्लिसोहरू पनि बाटैभरि फलिरहेछ होइन। यो बाटो चाहिँ अहिले बासहरू पनि छ हेर्नुहोस् होइन। गाउँमा आइसकेपछि चाहिँ हरेक कुराहरू चाहिँ देख्न सकिन्छ। यहाँ हेर्नुहोस् अम्लिसोको यो बाटोमा यतापट्टि यो जुन भिरमै देख्न सक्नुहुन्छ साथीहरू। चाहिँ लगभग थानचिन गाउँ आइसक्यौँ। थानचिन गाउँ यही हो है। अहिले यहाँनिर थानचिन गाउँमा आइसकेपछि हामीले के देख्न सक्यौँ भन्दाखेरि चाहिँ यो ठाउँमा आइसकेपछि चाहिँ हेर्नु अम्लिसोहरू पनि बाटैमा पनि रहेको छ। यो भिर पाखामा अम्लिसोहरू छ है। अब गाउँमा चाहिँ यस्तो त हो नि होइन। अहिले अब हामी सुन्तला घारी जाँदैछौँ। सुन्तलाको एउटा बगैँचा छ। त्यो बगैँचामा के कस्तो छ सबै कुराहरू चाहिँ हामी भिडियोमा देखाउँदैछौँ। अन्त अहिले हामी थानचिन गाउँबाट चाहिँ लगभग अब 8 मिनटको बाटो पुग्यौँ भने चाहिँ हामीनेर त्यहाँ सुन्तला घारी पुग्नेछौँ। त्यहाँ के कस्तो छ सबै कुराहरू हामी देखाउनेछौँ भिडियोमा होइन। साथीहरू हेर्दै गर्नु होला होइन। बाटो त अब गाउँको बाटो यस्तै हो, कच्चा छ होइन। बाटोमा त अब यस्तै छ त हो नि है। फेरि कच्चा छ बाटो है। र पनि अब हामी जाँदैछौँ। त्यहाँ के कस्तो छ सबै कुराहरू हामी देखाउनेछौँ होइन। आमा बसिराख्नु भएको छ नन्दले है। ल है गाउँमा हामी चाहिँ घुमिरहेको छौँ होइन। थानचिन गाउँ ओहो यहाँबाट त हेर त तिर्सुली म पनि देख्दो रहेछ। तिर्सुली हो कि सुनको थियो है भाइ? यो छरे हो। साथीहरू अहिले म यहाँनिर थानचिन गाउँ आइपुगेको छु। थानचिन गाउँमा चाहिँ यहाँनिर सुन्तला बगैँचा छ। सुन्तला बगैँचामा चाहिँ के कस्तो छ सबै कुराहरू चाहिँ म अहिले यहीँनिर हेर्न पनि आइसकेको छु। यहाँनिर चाहिँ एकजना दाइ हुनुहुन्छ। म उहाँलाई यो ठाउँमा थानचिन आउने ठाउँ कसरी आउन सकिन्छ र कताबाट आउन सकिन्छ, यहाँ चाहिँ सुन्तलाहरू चाहिँ कतिको पाइन्छ भन्ने चाहिँ म उहाँसँग केही कुरा गर्न गइरहेको छु। यसलाई चाहिँ लामपाटी भन्छ। लामपाटी हजुर। ए सुन्तला घारी पनि लामैपाटी भन्दा अलि यतापट्टि भने पन्तटोल भनिन्छ। पन्तटोल भनिन्छ। सुन्तला बगैँचामा पन्तटोलको बगैँचा हो। अलि माथि बलराम खतौडा घर पर्छ। त्योभन्दा मुनाएर लिखु गाउँपालिका पनि पर्छ। हामी ककनी गाउँपालिका पऱ्यो। अब छरेबाट उमुलाएर माथि आउन अझ सजिलो होइन। ओह्रालोमा आउने हो भने ककनीबाट
यतै आउन सजिलै ल के हामी अब सुन्तला घारीतिर जाने हो हो जाने ल जाउँ है त बेसी पनि होइन अचमारो ठाउँ गर्मी पनि नहुने जाडो पनि नहुने ए एकदम राम्रो ठाउँ हो हजुरहरूको पुर्खै यतैतिर हो हाम्रो यतै हो पहिल्यैदेखिको हाम्रो बाजेको पालाका पुर्खौली भने यहीँ हो हाम्रो यहाँ सुन्तला बाहेक अरू के फल्छ त है अब हाम्रो सुन्तला बार अब एभाकाड फल्छ त्यहाँ गएर कफी फल्छ कफी लाउँछ कफी फल्छ होइन सिँचाइ पानीको कुलो होइन तपाईँको हजुरको अब बगैँचामा आइँदै जाँदैछौँ अब हेरि बक्सिनु होला टिपेर खाइहेर्नु होला कस्तोसँग फलेको छ रटरम्म फलेको छ सुन्तला हजुरले यो मोड भनेको अल्छी मोड भन्छ अल्छी मोडमा आयो ए अल्छी मोड भन्छ त यहाँ चिसो नि एकदम चिसो नि हुँदैन चिसो खायो चिसो छैन है तर हामीलाई चाहिँ चिसो लागेको है तपाईँलाई चिसो लागेको देखिया हो काठमाडौँमा चिसो बढी त्यहाँभन्दा काठमाडौँ चाहिँ बढी चिसो अहिले यो हुसु बादल लागेको भएर न त घाम लागिरहन्थ्यो यहाँ तर अहिले बादलले एकदम छुटिरहेको छ बगैँचा हेर्नु सुन्तला बगैँचा यो तल्लो बगैँचा अब हामी जाने माथिल्लो बगैँचा दाइको घर यतै कता कहाँनिर माथि ढाङ्गा ए त्यही हो घर यो आलिकाटेको 10 रुपियाँ ए 10 सुन्तला लगाएको छु मैले 3 वर्षमा हजुर सुन्तला फलाएँ ए गेडा उमारेर 3 वर्षमा मैले सुन्तला फलाएँ काठमाडौँभन्दा त सस्तो होला है दाइ जग्गा होइन सुन्तला अब 100 त्यस्तै हेरी छाने लगाए 100 साले ठुला लगाए 80-90 पर्छ दाइले अघि नाम भनिदिनु भने मलाई अलिक कन्फ्युज भयो मैले मेरो नाम हजुर बलराम खतिवडा ए दाइको चाहिँ अहिले आफ्नै सुन्तला आफ्नै गाडी आफ्नै गाडी सुन्तला गाडी अब 3 वर्षको रोपिया ठाउँ जाने भए यो 2 कान्ला माथि होइन म अहिले तल्लो लिखुमा आएँ लिखु गाउँमा लिखु भन्दा माथि यो लिखु पालिका म ककनी पालिका यो लिखु पालिका बगैँचामा अब जाउँ हजुरलाई ल अब हामी यहाँ लिखु गाउँपालिकामा आइपुगेको छौँ यहाँनिर चाहिँ सुन्तलाको घारी छ हाम्रो दाइको घर पनि यहीँ हो उहाँको सुन्तला बगैँचामा आइपुगेको छौँ माथिपट्टि चाहिँ दाइको घर हो यहाँनिर पनि बगैँचा छ दाइको घरमा पनि सुन्तला घारीको बगैँचा छ अब हामी यहाँ सुन्तला घारीमा आइसकेको छौँ यहाँ के कस्तो छ सुन्तलाहरू कतिको मिठो छ कति सुन्तला छ होइन हामी यहाँ हेर्नेछौँ र यहाँको सबै कुराहरू भिडियोहरू हामी देखाउनेछौँ भन्दै पुरा भिडियो हेरेर साथ दिनु होला हो फलेको ठाउँमै जाने सुन्तला फल आमा नमस्ते के छ हजुर हालखबर ए के गर्दै हुन्छ ए कति वर्ष पुग्नु भयो थाहा छैन है घरै है आज हामी त तपाईँहरूकोमा सुन्तला खानु पो आइसक्यौँ त भइहाल्छ नि है ए सुन्तला राम्रै छ हजुरको चाहिँ नि अब 50-60 बोट सुन्तला 100 बोट जति छन् सुन्तला राम्रो राम्रो फलेका छ यसमा अब 40-45 क्विन्टलभन्दा माथि बेचियो होला लाँदा चाहिँ अब व्यापारीहरूले 50-60 रुपियाँ किलोमा सुन्तला मुन्तला चाहिँ यत्रो गेडा हुँदो रहेछ है फेरि भने अनुमान चाहिँ तर मुन्तला होइन गोरुसम्म खान पर्ने रहेछ आमाले खानु भएको छ कि छैन खानु भएको छैन ए कृषिले भनेपछि यहाँ व्यवसाय हेर्दैन यहाँनिर है यहाँनिर कृषिले व्यवसाय हेर्दैन अहिले आफूले नै आफूले हो अब कारखाना त यसको चाहिँ तरिका हामीलाई थाहा हो ए यो के आफ्नै जग्गामा राख्नु त्यो त आफ्नो निजी पुर्खौली सम्पत्तिमा हो है ए पुर्खौली बाजेको पालाको सम्पत्तिमा बसी भएको यहाँनिर हजुर यो सुन्तला के सिजनको के एक सिजन हुन्छ कि 2 सिजन हुन्छ कि कस्तो यो सिजन माघसम्म राखे पनि यो सुन्तला झर्दो रहेछ एक सिजन हो यो एक सिजन हो यो 2 सिजन भन्ने चाहिँ भदौमा निस्किएको छ एउटा सुन्तला अब त्यसमा हामीले प्रेस्टिङ गर्दैछौँ अब त्यसमा कस्तो दाना दिन्छ अब भदौमा थाहा हुन्छ गहुँ फल्छ धान फल्छ सुन्तला फल्छ मकै फल्छ अब जे रोप्यो त्यही फल्छ नफल्ने भने चिज कटर फल्छ साउन लागेपछि कटर पाल्छ कटर ए त्यस यहाँनिर चाहिँ जति जे लगाए पनि नफल्ला भन्नु पर्दैन जुन चिज रोप्नु पऱ्यो फल्छ
आँप कमी हुन्छ ऊ केरा आँप एउटा केरा फल्छ हजुर हजुर अब मेरो केरा घारीमा लाँदैछु अहिले तपाईँ केरा घारीमा जाने रुद्राक्षका बोट छन् रुद्राक्षका बोट छन् रुद्राक्ष फल्छन् यहाँ नफल्ने भन्ने लप्सी फल्छन् यहाँ केही नफल्ला भन्ने पिर छैन तरुल रोप्न तरुल फल्छ है सबै फल्छ यहाँ कुनै कमिसन छैन दुःख चाहिँ अलिकति चाहिँ पर्छ चाहिँ नगरे त किन फल पाइन्थ्यो र होइन प्रशंसा गर्नु पर्यो दुःख गर्नु पर्यो जे पनि फल्छ त्यो चाहिँ लिहु चाहिँ छ हो यो होइन हामी चाहिँ यो लास्ट घर हो लिहु छको यहाँ हाम्रो चाहिँ अब सुन्तलाहरू अब यो कार्तिकदेखि सुरु हुन्छ अनि अब तिहारदेखिको अनि एकादशीमा अनि अहिले पनि फाटाफुटा गइरहन्छ काठमाडौँदेखिबाट सुन्तला खान भनेर यहाँ आउँछन् मान्छेहरू रमाइलो गर्छन् जान्छन् सुन्तला लिएर जान्छन् यही नै हो हाम्रो खेतीमाथि सुन्तला लगाउने गहुँ छर्ने अरू के अन्न चिजहरू के हुन्छ अरू गहुँ हुन्छ हाम्रो यहाँ गहुँ हुन्छ फेरि मकै सबै सिजनहरू हुन्छ यहाँ हाम्रो यहाँ सागबालीहरू सबै हुन्छ तरकारीहरू फुल छ फुल लगाएको सबै कुरा छ यहाँनिर ओ भाइ के छ हल्का हजुर सुन्तला खाँदैछ सुन्तला दाइ आरामै आराम छ हजुर हो सुन्तला टुप्ने हो हजुर टिप्दिनु आएको हिरो खाएको ल यहाँनिर साग पनि छ दिदीले यहाँनिर सागहरू पनि गोडेर राख्नु भएको रहेछ होइन दाइ के सुन्तला टिप्ने हो ल टिपौँ न त है त ल चढ्नु सकिन्छ दाजु उहाँ चढ्नु भयो नि त काँडा छन् बिस्तारी ए ल है त दाइ यहाँबाट त्यसरी हेर्दैछौँ होइन सुन्तलाको बोर्डमा हेर्नु चाहिँ ओहो सुन्तला हेर्नु दाजु आमा हेर है सुन्तला लाग्नु भएको छ ल कत्रा हेर्नुहोस् त ओहो हो त ठुल्ठुलोहरू दाइ टिप्नु ल है त गऱ्यो ल अब हामी यहाँबाट चाहिँ सुन्तला दाइले टिप्नु हुँदैछ होइन ओहो दाइले यार बाल्टिङ दिनु हुँदैछ बाल्टिङ ल लुइस भाइ बाल्टिङ देऊ न त ओहो दामी छ टिप एउटा तासा त खाउँ कस्तो छ ल देऊ त चिनी भन्दा गुलियो हजुर ओहो कस्तो दामी ल है साथीहरू अहिले चाहिँ मैले यहाँ सुन्तला यही हो होइन एकदम पक पाएछ अब खानु न बाबु बाल्टीमा झार्नु हजुरलाई सुन्तला मिठो हुन्छ भने ल्याउँदैछु बाँदरले गर्दा दुई हात ढ्याङ्डुङ्गै बनाएर अब हाम्रो यो सुन्तला भारी यही हो अब बाबुले सबै घुमेर हेर्नु अब यो ओखतीहरू यो सेतो लागिरहेको छ यो सेतो भगाउने के ओखती पाइन्छ त्यो ओखतीहरू चाहिँ खोजिरहेका छौँ हामीले यही कटहरहरू छ 2-3 बोट अनि फेरि एभोगाड छ आँप छ हलदे छ यस्तै फलफुलहरू सागपातहरू यस्तै अब किसानी त हो होइन आफ्नो गरेर अब यस्तै गरेर खाइरहेका छौँ गहुँ छरेको अलिअलि यो जति देखिराख्नु भएको छ यो सबै सुन्तलाको बोट हो यो सुन्तला बोट तलपट्टि पनि टन्न फलेको छ होइन त्यहाँ पनि देखिरहेको फलिरहेको छ यहाँ पनि टन्न फलिरहेको छ होइन देख्न सक्नुहुन्छ यो पनि सबै सुन्तलाको बोट यो धेरै बगैँचा छ है यहाँबाट तलसम्म गयो यदि भने पनि धेरै तलसम्म छ यो सबै सुन्तलाको बोट है सुन्तला ल हेर्नुहोस् यो सबै सुन्तलाको बोट ल साथीहरू अहिले म सुन्तलाको बोटमा आइसकेको छु सुन्तलाको बोट यही हो सुन्तला एकदम मिठो छ यो सुन्तला होइन मैले खाएँ स्वादिलो छ मिठो छ खाना पनि एकदम मजा आउँछ होइन अहिले म सुन्तलाको बगैँचा आइसकेको छु यो चाहिँ भनेको थानसिन गाउँपालिका वार्ड नम्बर 5 म यहाँनिर आएर चाहिँ सुन्तलाको के छ कस्तो छ बगैँचामा जाउँ न त भन्ने एउटा लागेको कारणले गर्दा म सुन्तला बगैँचा आइसकेको छु सुन्तला बगैँचामा चाहिँ म तपाईँहरूलाई यहाँबाट सुन्तला कति छ कसरी फलिरहेछ सबै कुराहरू चाहिँ मैले देखाउनको लागि म यहाँ थानसिन गाउँ लगभग काठमाडौँदेखि 30 किलोमिटरदेखि अझै 30-40 किलोमिटर अझै पर आइसकेको छु